हेलो साथीहरू, आज नि मैले एउटा सानो भिडियो लिएर आएको छु। आजको चाहिँ हाम्रो बर्थडे पार्टीको भिडियो है त। हजुरहरूले हेरेर इन्जोय गरिदिनु होला। हामी चाहिँ हरियाली पार्क गइरहेको छौँ बर्थडे सेलिब्रेट गर्नलाई। बर्थडे चाहिँ कसको हो भने हाम्रो दिदीको, अनिता दिदीको बर्थडेको पार्टी गर्दैछौँ। त्यो हामी गइरहेको छौँ। लोकेसन चाहिँ हेर्दै गर्नु होला। हजुरहरू पनि जाने इच्छा छ भने त्यहाँ जानु होला। धेरै राम्रो छ। यहाँ हेर्नु, यता नानीहरूको बिजोग, आमाको बिजोग, नानीहरू हुनेहरूलाई गाह्रो छ। अनि त्यसपछि हामी गइरहेको छौँ। अब यहाँबाट यसो त्यहाँ एउटा बोर्ड रहेछ, त्यहाँ लेखेको रहेछ हरियाली पार्क भनेर। त्यहाँ जानुपर्छ। जस त्यहाँ पुग्दाखेरि चाहिँ राम्रो रहेछ। अझ दिउँसोभन्दा नाइटमा चाहिँ राम्रो हुन्छ, राम्रो देख्छ भनौँ न। त्यहाँ जाँदाखेरि पुरै बत्तीले झिलिमिली हुन्छ। हामी आइसकेको छौँ, त्यहाँ हेर्नु होला। अनि हाम्रो भिडियो हेरेर इन्जोय गरिदिनु होला। अब हामी सबैजना झऱ्यौँ, त्यहाँबाट जाँदैछौँ। हाम्रो मेरो साथी दिदीहरू सबैजना, नानीहरू सबै गयौँ भित्र। जोस् हामीलाई यसो हेर्दा चाहिँ राम्रो लाग्यो। अनि यहाँ नानीहरू गएर खेल्न थालिहाल्यो, उनीहरूलाई रमाइलो भयो। अनि यहाँ पसलको दिदी हुनुहुन्थ्यो, उहाँसँग हामी भेटघाट गऱ्यौँ। अनि त्यो चाहिँ मलाई कस्तो युनिक लाग्यो क्या, त्यहाँको ढुङ्गा, त्यो झरना। अनि त्यसपछि बस्ने ठाउँतिर लाग्यौँ। अनि त्यसपछि सबैजना बस्यौँ एकछिन। अनि खाजासाजा मगायौँ। यहाँको नास्ताहरू चाहिँ जे साह्रै राम्रो लाग्यो। सबैजनाले खायौँ, सबै थोक मिठो थियो क्या। मोमोहरू मगायौँ, मोमोहरू पनि मिठो थियो। त्यहाँको चटपटे, सादेको चटपटे भुजा नलागिकन बनाउनु हुँदो रहेछ। साह्रै मिठो लाग्यो मलाई त्यहाँको चटपटे मोमो पनि। पोर्क मोमो खाए पनि, चिकन मोमो खाए पनि सबै मोमो मिठो रहेछ। म पोर्क चाहिँ खाँदिनँ, चिकन खान्छु। मलाई साह्रै राम्रो लाग्यो। अनि हामी खायौँ, फोटोसोटो खिच्यौँ सबैजनाले। अनि हामी घर फर्क्यौँ। त्यहाँबाट भ्यूहरू हेर्नु होला, बाहिरबाट यस्तो दामी देख्छ। अनि हामी सबैजना गाउँदै नाच्दै गाउँदै फर्क्यौँ है त घर। अनि त्यसपछि म मेरो घर आइपुगेँ। अनि सबैजनालाई मैले के भने, बाई बाई, मेरो घर आइपुग्यो, म घर आइपुगेँ। ल हस् त, सबैजनाले हेरेर इन्जोय गरिदिनु होला। बाई बाई सबैजनालाई।